हेलो अनि नमस्ते सबैजनालाई। आज चाहिँ म यता टिलापिया मार्न भनेर आएको छु है। आज अलिक फरक भिडियो हुन्छ। यहाँनिर यो खोलामा टिलापिया आज मार्न भनेर आएको छु। यहाँ चाहिँ अब धेरै ठुल्ठुलो साइज त छैन, सानो सानो हो हैन। यसो अब ट्राई गर्ने हो के कति पर्छ। चारोमा चाहिँ मैले गडेौला लिएर आएको छु। गडेौलामा थाप्ने हो है। अहिले माछा पनि देखेको छैन। अब आज कस्तो शान्त छ क्या यहाँ। अरू बेला यहाँ सधैँ प्याक हुन्छ क्या जाडो महिनामा हैन, पिकनिक खाने स्पट जस्तो हो। त्यही भएर यहाँ चाहिँ धेरै प्याक हुन्छ अनि हो हल्ला डाङडुङ हुन्छ। आज आएको बिहानै, आज कोही पनि आइपुगेको छैन म आउँदाखेरि। अनि यहाँ शान्त छ, म एक्लै आनन्द चराको आवाजसँग है। यस्तो छ यहाँभरि सबै पिकनिक खाने मान्छे हुन्छ क्या। अनि पिकनिक खाने मान्छेले चाहिँ फोहोर चाहिँ एकदम गरिदिने क्या। अब यो फोहोर नगरेर चाहिँ यो ठाउँ चाहिँ एकदम राम्रो देखिन्छ है। अब धेरै पिकनिक खान आउँछन्, आएपछि जम्मैतिर फोहोर फालिदिने, जहाँ खायो त्यहीँ फालिदिने छ बानी पनि हाम्रो त। हामी नेपालीको के गर्नु, यस्तै छ है। ल अब म आज चाहिँ पोल रडमा खेल्छु। एउटा मात्र पोल रड लिएर आएको छु। अब एकछिन खेल्ने हो, के कति पर्दो रहेछ। अनि त्यसपछि आज अन्त पनि जानुपर्ने काम छ है, सानो काम छ। त्यही भएर छोटो मिठो भिडियो बनाउँछु, हेर्दै गर्नु मलाई त है। यो चाहिँ मेरो फ्लोट हो, यस्तो छ फ्लोट है। अनि यो चाहिँ हुक हो, मैले यो 3को हुक चलाएको छु सानो। माछा पनि सानो सानै छ साइजहरू होइन, त्यही भएर हुक पनि सानै चलाएको छु। अनि आज चारोमा चाहिँ म गडौँला युज गर्छु। आज पोल रड मोटर लिएर आएको, हेरौँ के कस्तो हुन्छ। माछा कुदेको नदेखे पनि अब यसो ट्राई गरौँ, भए परिहाल्छ कि भन्ने कुरो हो। अब छोटो मिठो भिडियो पनि हुन्छ, तपाईँहरूलाई हेर्नलाई पनि रमाइलो हुन्छ पऱ्यो भने चाहिँ। ल आजको मेरो चारो चाहिँ यही हो है, यही लगाएर खेल्छु गडौँला। यसमा अब के कति पर्छ, टाइम पनि मसँग कमै छ। यसो हेरौँ, अब ट्राई गरौँ के कति हुँदो रहेछ। ल अब म चारो लगाउँछु। यस्तो छ है, यसरी चट्ट लाएर यसमा यहाँ चारो लगाउँछु। चारो लगाएर पनि देखाउँ, धेरै लामो पनि हाल्नु हुँदैन क्या, थुतेर लगिहाल्छ यार। अनि गडौँला पनि कमै छ। ल फेरि मान्छेहरू आउन थाले। अब डाङडुङ सुरु भयो यार, कपिराइट लाग्छ कि। ल चारो पनि हालिसकेँ है मैले चाहिँ, यसरी हालेको छु। अब म कास्ट हान्छु। फेरि पानी कसरी धमिलो आउनु थाल्यो। यता ट्राई गर्नु पऱ्यो अलिकति के छ। आज माछाले सत्यानाशै बनाउने भयो जस्तो छ यार। खाँदै खाँदैन यार, भिडियो त स्वाहा हुन्छ यस्तो भन्नु। एकछिन आउँछ माछा, जाडो छ नि त आज, जाडै छ है। यस्तो यार खाँदै खाइरहेको छैन हौ आज त। बिहानै आएर पनि हो कि है। हेरौँ अब एकछिनसम्म यहाँ हान्छु, अनि यहाँ पनि खान जाने म माथि जान्छु। माथि पनि ट्राई गरौँ है। हुन त माछै देखेको छैन, जाडो छ यहीँ, पुरै हुसे लाए जस्तो भइरहेछ। त्यसमाथि हावा अलिअलि चलिदिरहेछ है। माछा पनि यसो पानी तातो भयो भने त अनि यसो चर्न निस्किने हो त नि, नत्र जम्मै कुरमा बसिहाल्छ है। ल यस्तै छ, त्यहाँ राखेर वेटिङमा बसिरहेको छु। बस्नु पऱ्यो एकछिन, हेरौँ बा हान्छ कि
त्यसपछि नि हानेन भने चाहिँ म मासतिर लाग्छु। ल बोनी भयो है, एउटा परिसक्यो, खिच्न चाहिँ अलिकति पाइनँ, पर्न थाल्यो। अब चाहिँ ल बिस्तारै बिस्तारै पर्दैछ। ल म पिओभी गरेर ल्याउँ ल। एउटा बोनी भयो, साइज त ठिकै छ यतिको नि है जाडोमा। ल पोटी माछा लगिदियो यार, चारै लगिदियो यार पोटीले। साह्रो गिदी गर्छ क्या यो पोटी माछा चाहिँ सिद्रा। कान्छ पानीमा जान यार। अब माछा पर्ने बेला भयो क्या, घाम लाग्यो नि त होइन, हुस्से गयो, घाम लाग्यो, अब माछा पर्छ। जाडो जाडो भयो भने त्यति पर्दैन क्या, पानी तातिन थालेपछि पर्ने हो माछा पनि। ल एकैछिन है त। ल आऊ 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 कान्छा आऊ माथि। आमा हो। ल ल ल छ चारो त्यही छ। आयो 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 आयो। त्यो अघि भन्दा सानो रहेछ यार साइज त। यो चाहिँ पर्यो सानो। अब चाहिँ लाग्न थाल्यो, घाम लाग्यो नि त अब होइन। त्यहाँ कान्छ टेक्केला। यो साइज अब आउन थाल्यो। ल यस्तरी पर्छ। अब यसलाई लगेर चट्टा लाएर नेटमा राखिदिने हो। नेट पनि पर राखेको छु कि, खासमा चाहिँ म परै खेल्ने हो होइन। माछा कलर त दामी छ यार, सानो भयो नि साइज। कलर पाल्न त मन लाग्छ यार, के गर्नु, एक्वेरियम जम्मै फुटिरहेछ है, दामी छ। ल यसलाई लगेर राख्ने हो, फेरि अनि आउने हो। ल यो चाहिँ चारो सँगै बोकिरहेको है, यतै खेल्ने हो क्या। मैले त्यही भएर नेट चाहिँ उता नलगेको। ल पर्दैछ जे होस्। अब पर्न थाल्यो। ल हेरौँ है फेरि। पर्यो फेरि। आज अलिअलि त हुन्छ जस्तो छ, बिस्तारै बिस्तारै पर्दैछ। अहिलेको भन्दा अलिक सानो पर्यो जस्तो छ। ल सानै भए पनि चल्छ। ल अर्को पनि पर्यो, पर्दैछ बिस्तारै अलिअलि है। अघिना त परेको थिएन, अहिले पर्दैछ। 4-5वटा भइसक्यो है। माछा चाहिँ यस्तो छ। उफ्यो साइज चाहिँ यही हो क्या, यही साइज मात्र हो है। यही साइज पऱ्यो भने त हुन्छ नि त होइन। ल
साइजको आयो अहिले चाहिँ। माई गड आयो नि त साइजकै छ है। त्यहाँ झरेको हुक साइज चाहिँ यो है, यो 3को साइजको हुकले, यो साइजको हुकले यो माछा पोल रडमा, पोल रडले पनि थाम्छ 1-1.5 किलोसम्मलाई त है। अर्को पनि आयो ब्याक टु ब्याक है, ब्याक टु ब्याक अर्को पनि आयो पर्दैछ। भर्खरै बिग साइज परेको थियो, भर्खरै चाहिँ ढिलो पऱ्यो माछा चाहिँ आज उम्रिनै लेखेको छ। ल यो साइजको छ है, ल ठिक छ, यो पनि ठिकै साइज हो, ठिक साइज। अर्को पनि पऱ्यो है। ल आजको टोटल क्याच चाहिँ यति भयो है। अब खासै त होइन, 1.5 पाउ जस्तो होला, 1.5 पाउ। अनि अघि न दुईवटा चाहिँ फेरि त्यो अर्को दायाहरूलाई दिएर पठाएँ, त्यहाँ जाला नआएको दायाहरू थियो, त्यो दायाहरूलाई दुईवटा चाहिँ दिएर पठाएँ। यत्रो यत्रो थियो होला साइज होइन। ल अब आजको टोटल क्याच चाहिँ यति हो। यस्तै हो, अब जाडोमा खासै पर्ने बेला पनि त होइन, अलिकति पानी तात्दै गएपछि चाहिँ पर्ने हुन्छ। ल अब आजलाई यति नै है, अब अर्को भिडियोमा भेटौँ ल। है त हेर्दै गर्नु त्यतिखेरसम्मलाई, सियो।